वेलकम ब्याक इन न्यू भिडियो होइन। आज जहाँ पसल जान छु एकछिनमा। अब साइकल धोएर धोई कार्यक्रम चलिरहेको छ यहाँ। त्यसपछि यसको पालो। अब चलिदिएको हामीहरू आज यतातिर जाने हो। यही हो बस्ने ठाउँ। जाँदैछौँ हामीहरू मार्केट। ग्राडिना जाँदैछौँ। ग्राडिना सामान सकिएको छ। खानेकुरा त्यही ल्याउनु जान्छ। पहिराहरू निक्लिन्छन्। यहीबाट जाने। मौसम पनि दामी गरेको छ नि आज चाहिँ। मौसम दामी गरेको छ। कस्तो मजा आछ। कतै मौसम आज धेरै दिनपछि खुल्यो यतिको भने। अन्त यतिको पनि खुल्या थिएन मौसम। बादल कुहिरो चिसो। यो घरको कुकुर बहुत खतम छ यार। भुके गर्छ एकदमै चाहिँ। फर्किँदैछन् तिनी साइकलको टायरको हावा गएर। म पर्खिन्छु तिमीलाई यहाँ। तिनी गए हावा भर्न। मौसम चिसो छ। अलि यहाँ घरदेखि निस्किसकेपछि थाहा पाएँ हावा गएको छ भन्ने कुरा त। हावा भरेर आउँछ त्यो दिन चाहिँ म यहाँ पर्खिन्छु। अनि आएपछि फेरि जान्छौँ। लगभग यहाँदेखि 3-4 किलोमिटर जानुपर्छ। पसल पनि गाह्रो छ यहाँ। यस्तो ठाउँमा ल्याउनु छोड्दैछ कि पसल पनि यति टाढा छ। एउटा पसल 5 किलोमिटर छ, एउटा पसल 4 किलोमिटर छ। गाह्रो छ गाह्रो। एउटामा पाइन्छ सब सामान पाइन्छ, एउटामा खासै सामानै पाइँदैन मेरो। 11 बजीतिर एउटा भ्यान आउँछ, सामानको भ्यान। ती सामानको भ्यानमा त्यहाँ किनेन। 11 बजी सुति उठेँ, खानासाना खाएँ। अनि अब सामान सकिया रहेछ, त्यही ल्याउनु जाँदैछु। आइसक्यो। आइसक्यो। निस्केको अब हामी यहाँदेखि। रमाइलो छ ठुलै। हावासावा भर्यो, हावासावा फुस्कायो, हावा भर्न गयो। फेरि फिर्ता 15 मिनट लाग्यो क्या। 15 मिनट वेटिङ गर्यो। ठिक छ। यसै ठाउँमै बैठते हम लोग। यस्तो ठाउँमा यही हो यताको गाउँघर। रमाइलो छ। कोही निस्किँदैन भएर यार। गर्मीमा पनि निस्किँदैन, जाडोमा पनि निस्किँदैन। यही जगह पे हम अकेला जिंदा है। 2 बंदे जिंदा है यहाँ पे। एक और जिंदा है। आगे आ रहा है वो तो। ये देखेँ मैंने आज कति दिनपछि। फिसिङ चलिरहेछ पुरै। माछा मार्दैछन्। माछा कोही यता छन्, कोही उता छन्। यो साइड छैनन्। हाम्रो बसको घर हो त्यो। हाम्रो बसको घर त्यो गाडी अड्डे होला। काम गर्ने ठाउँ पनि छ। एउटा बसको घर यहाँ छ, एउटा बसको घर योदेखि माथितिर छ। आन्न त्यो पसल पुग्यौँ हामीहरू। यही हो पसल मार्केट। क्याफेबाट निस्किन्, कफी खाएर अब जान्छौँ पसल। पसल त यस्तै हो मार्केट यहाँको। मार्केटहरू छिर्छौँ हामीहरू। मार्केट छिर्यौँ। मार्केट यहाँको सब पाइन्छ। के लाग्ने हो। सपिङ सक्यो। अब फर्किन लाग्छौँ घरतिर। मैले भयो एकछिन। मैले के भन्यो अरे फर्किन थियौँ। खैरेहरू डाँटकाइदिरहेको थिएँ। हेऱ्यौँ, फर्कायौँ, निस्क्यौँ। अब जाने हो कोठातिर। कोठा गएर पुग्ने हो। नास्ता बनाउने, नास्ता खाने हो। जस्तै हो नि। ठुलो पकाउँछ त्यहाँ छैन। जान्न पऱ्यो नि यस्तो बिहानमा सिकिरहेको थिएँ। हुँदै हुन्न नि। जान्दैन। हेरे सिक्दैन। यस्तो छ एरिया हामी बस्ने। चल्देको ल तर टिङटाको गरेर यी पोजिसनमा बसेका छन् पुरै। कतिखेर आउला र भूकम्पला भनेर।
भर्खरले तुफान दिन गएको छ नि अहिले हेर है घर अगाडि ठ्याक्क घर अगाडि अड्याउनु तिनवटा कुकुर निस्किसक्यो कहाँनिर छन् अहिले एकछिन है म देखाउँछु यो कुकुर सधैँ हुन्छ कि सधैँ साथ निक्ल्यो भने डेली हुन्छन् क्या बाहिर ऊ पुरै रेडी पोजिसनमा बसेको छन् कहाँनिर छन् ऊ एउटा ऊ यो कुनामा छ एउटा ऊ त्यहाँ पर अड्या छ अर्को कहाँ गयो ऊ अर्को पनि निस्क्यो अहिले हामी जानुपर्छ तुफान आउँछ अहिले हेरौँ है गाडी आइरहेछ कुकुर रेडी पोजिसनमा बसेको छ क्या यो सधैँ हुन्छ साँझ कतिखेर आउलान् र खानामलाई भनेर पछि छोड्दैनन् फेरि एउटा कता गयो एउटा त्यहाँ छ एउटा त्यहाँ छ पुरै बुझ्दैन त आइगयो डराउँछु भन्ने मान्छे क्या आजकल त भित्र गएर भुगिया छ पुरै एउटा यता छ आजकल त डर लाग्दैन आन्न आजकल त आउँछ आउन त पहिला डराउनु हुन्थ्यो पछाडि हाल्दै गर्दै आजकल त भाल्दै लाग्दैन घर पनि पुग्यौँ हामीहरू कुकुर पनि पछाडि छुट्याइल्यौँ अनि रुम पुगेर अब नास्ता बनाउने होला नास्ता खाने होला म त बनाउनु यस्तै हो मैले बनाउँदा किराले बनाउँछ नानी खाने हो फाइनली पुग्यो रुम यो